नमस्कार साथीहरू। आम नेपाली जनतालाई हिजो धेरै खुसी दिएको छ हाम्रो सरकारले। यस्तो बोल्ड डिसिजनहरू गर्नुपर्छ, किनभने सधैँ राजनीतिमा फसेर हामी अल्झिरहनुहुन्न। अर्को कुरा के हो भने देशले नयाँ प्रधान न्यायाधीश पाएको छ। हामीले चाहिँ बालन सरकारलाई धन्यवाद पनि दिनुपर्छ, कन्जुसाइ गर्नुहुन्न। र अर्को कुरा के हो भने साथसाथै विरोधको स्वरूपहरू पनि देखा परेका थिए हिजो, जुन लालटिनहरू बाल्नुभयो बार एसोसिएसनबाट हाम्रो अधिवक्ताजीहरूले। कुरा के हो भने मेरो चाहिँ असहमति के हो भने तपाईँहरूले सानो झिल्का टुकी भन्दैन, टुकी गाउँघरतिर टुकी बाल्छ नि त होइन, त्यो टुकी मात्रै बाल्दै गयो भने आज आएर चाहिँ नि हामीले यो दिन देख्नु पर्दैन थियो क्या। त्यो टुकी आफ्नो पार्टीका महान नेताहरूलाई, वरिष्ठ नेताहरूलाई, आफ्नो पार्टीका सदस्य साथीहरूलाई बालिदिनु भएको भए, घण्टाको राजनीति नगर्नु भएको भए आज चाहिँ नि सरकारले यो स्थिति जबरजस्ती गर्नु पर्दैन थियो नि त। ठुला ठुला अधिवक्ताहरूले चाहिँ नि भनिसक्नु भएको छ नि, यो चाहिँ नि अब चाहिँ नि न्यायालय चाहिँ नि राजनीतिकरणबाट मुक्त भयो भनेर। हुन त हामी त जान्दैनौँ यस्तो कुराहरू, हामीले पनि टिभीमै हेर्ने हो। तपाईँहरू त्यहाँ मेन गेम प्लेयर पनि हो, आफै गेम खेल्ने पनि हो, त्यही भएर यो त कुरा तपाईँलाई थाहा होला। तर हामी जस्तो नर्मल एउटा चाहिँ नि आम जनताले बुझ्ने कुरा के हो भने न्याय लिन जाने ठाउँमा न्याय पाउनु भयो, त्यति हो बस, त्यहाँ राजनीति हुनु भएन। र अर्को कुरो के हो भने अब ढिलो भयो, तपाईँहरू भन्छ नि हगिसक्यो दैलो देख्यो क्या, यस्तो दिशा आयो हगिसक्यो, अब यस्तो हेरेको पछाडि आफ्नै दैलो। त्यही भएर पहिल्यै सोच्नु पर्यो आफूले काम गर्नुभन्दा अगाडि मेरो काम के हो। सबभन्दा पहिला त कुरो के भने हरेक चिज मान्छेले राजनीति गर्दैन। जस्तो कि मैले दिइरहेको छु नि यहाँ खास यो काम छैन क्या। हामी जसले हामीलाई के थाहा, हामी एउटा काम गर्ने मान्छे, नर्मल मान्छे, हामीलाई राजनीतिको विषयमा हामीलाई चासो हुनु पनि कुरै होइन। तर पनि आम नेपाली जनतालाई यो चासोको विषय हो। तपाईँहरू पनि अधिवक्ता आफ्नो काम गर्नुहोस्। त्यही भएर जे अहिलेको सरकारले गर्यो त्यो चाहिँ नि त्यसमा हाम्रो नेपाली जनताको अब सबैको त समर्थन हुँदैन कुनै पनि काममा। मलाई लाग्छ 80% नेपाली जनताले चाहिँ समर्थनै दिएको छ। त्यही भएर आफ्नो काम गर्नुहोस् राम्रोसँग, त्यही भन्न चाहन्छु। धन्यवाद।